सम्पूर्ण साथीहरुमा नमस्कार। लोकसेवा हेल्पर युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज म 2082 साल जेठ 20 गते प्रकाशित भएको सूचना लिएर आएको छु। कीर्तिपुर नगरपालिकाले सेवा करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको छ। मेडिकल अधिकृत 2 जना, ल्याब टेक्निशियन 2 जना, स्टाफ नर्स 2 जना, हेल्थ असिस्टेन्ट 3 जना, फार्मेसी सहायक 2 जना, अनमी 2 जना, कोल्ड चेन असिस्टेन्ट 1 जना गरी जम्मा 14 जनाको संख्यामा भ्याकेन्सी अनाउन्समेन्ट गरेको छ। यसको लागि मेडिकल अधिकृत 8औं तह मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सोसर उत्तीर्ण गरी लाइसेन्स प्राप्त गरेको। त्यस्तै ल्याब टेक्निशियन 5औं तह मान्यता शिक्षण संस्थाबाट मेडिकल टेक्निशियन ल्याब टेक्नोलोजी विषयमा उत्तीर्ण प्रवीणता पत्र तह उत्तीर्ण गरी सम्बन्धित विषयमा लाइसेन्स प्राप्त गरेको र त्यस्तै स्टाफ नर्स 5औं तह शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता पत्र उत्तीर्ण गरी सम्बन्धित विषयमा लाइसेन्स प्राप्त गरेको। त्यस्तै हेल्थ असिस्टेन्ट 5औं तह मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्सा विषयमा प्रवीणता पत्र प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित विषयबाट लाइसेन्स प्राप्त गरेको। फार्मेसी सहायक 5औं तह मान्यता प्राप्त शिक्षण संस्थाबाट डिप्लोमा फार्मेसी वा सोसर उत्तीर्ण गरी सम्बन्धित विषयमा प्रमाणपत्र प्राप्त गरेको। अनमीको लागि चौथो तह अनमी वा सोसरमा सम्बन्धित तहमा उत्तीर्ण गरी सोसर दर्ता प्रमाणपत्र गरेको। त्यस्तै कोल्ड चेन असिस्टेन्टको लागि सीएमए उत्तीर्ण गरी सम्बन्धित विषयमा लाइसेन्स प्राप्त गरेको हुनुपर्नेछ। यस सम्बन्धी विशेष योग्यताहरू के रहेका छन् त भन्दा नेपाली नागरिकताको प्रतिलिपि, अनुभव छ भने अनुभव खोल्ने कागजात पेश गर्नुपर्नेछ। त्यस्तै उमेरको हद सम्बन्धी 21 वर्ष उमेर पूरा भई 45 वर्ष ननागेको हुनुपर्नेछ। दरखास्त दिने स्थान कीर्तिपुर नगरपालिकाको प्रशासन शाखामा दिनेछ। त्यस्तै आवेदन फारम www.kirtipur.mun.gov.np बाट पनि डाउनलोड गरेर दरखास्त मिति अन्तिम मिति 2082 साल असार 3 गते कार्यालय समयभित्र पेश गर्न सकिनेछ। वेबसाइटबाट फारम डाउनलोड गर्न सकिनेछ। त्यस्तै छनौटको किसिम, योग्यता क्रमको सूची, संक्षिप्त सूची प्रकाशन र अन्तर्वार्ता हुनेछ। त्यस्तै गरी सेवा सुविधा सम्बन्धी सम्बन्धित पद र तहका लागि तोकिएको आधारभूत तलब स्केल हुनेछ। अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको व्यक्ति चाहिँ ले आवेदन दिन सक्नुहुनेछ। त्यस्तै दरखास्तमा संलग्न गर्नुपर्ने कागजात भनेका उम्मेदवारको व्यक्तिगत विवरण खोल्ने नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानुन बमोजिम विभिन्न काउन्सिल वा परिषद वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि संलग्न हुनुपर्नेछ। पेश गरिने सबै प्रतिलिपिको पछाडि उम्मेदवारको स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ। यो जानकारी राम्रो लागेमा कृपया लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला। यसको दरखास्त दिने अन्तिम मिति 2082 साल 3 गते मंगलबार कार्यालय समयभित्र रहेको छ। कृपया कोही नछुट्नु।